सर्पले टोकेपछि बाँध्छौँ, बाँधेपछि के हुन्छ त अनि ठिक पनि हुन्छ केही समयमा। तर धेरै बाँधिएको चाहिँ त हात पनि काटेर फाल्नु परेको छ, फेरि यो पनि घटना भएको छ। त्यसले गर्दा यो बिल्कुलै नगर्ने। सर्प विषालु छ भने बाँधेर केही गरेर चुसेर केही गरेर हुँदैन। एउटै उपाय भनेको बचाउने भनेको एन्टिभेनमस सुईले हो, जुन सर्पको विषको सुईले मात्रै बचाउन सक्छ। 100% एकदमै खतरा विषालु सर्प छ र तपाईँले त्यो सुई लगाउनु भएन भने बचाउन सम्भव छैन है। बाँकी अब गर्ने के त, अब त्यसमा जाउँ है त हामी है। अब प्राथमिक उपचारमा जाउँ। तुरुन्तै टोक्ने बित्तिकै हामी धुनोतिर नलाग्ने। सर्प केही छ चिनेको जातको केही प्रजाति छ भने त्यसलाई याद राख्ने, सर्प नमार्ने है। तपाईँहरूले अरूले पनि सर्प मार्न लाग्यो भने नदिने है। तुरुन्तै अस्पताल 1 मिनट पनि ढिलो नगर्ने, 1 सेकेन्ड पनि। र जसलाई टोकेको छ त्यो व्यक्ति दौडिने ओर्ने नगर्ने है, रिल्याक्स गर्ने, उसलाई सान्त्वना दिने, उसलाई बसाउने, गाडीमा राख्ने, बाइकहरूमा हावा लाग्नेमा नलाने र बसाएर लाने होसमा भइन्जेलसम्म। र यदि बेहोस भयो भने चाहिँ उसलाई सुताइदिने एम्बुलेन्समा र तातो बनाउने, जति सक्दो तातो ब्ल्याङ्केटहरू ओढाउने। र यो गर्नुभयो भने चाहिँ के त हामीलाई सर्पले टोकेर